गएर गाई झन् घरमा चाहिँ बुहारी नभएपछि चाहिँ यसरी बाख्रा ग्वाला गर्नुपर्छ नि होइन। मेरो बाख्रा चाहिँ कहाँ गयो यार। 6वटा बाख्रा चाहिँ भित्र लुकिरहेका छन् होइन। घाँसहरू उसले चाहिँ भोजनपान गर्दैछ। अनि म चाहिँ टक्क गाउँ माथि आएको छु। यो चाहिँ मेरो गाउँ भिङ्ग्री भन्छ यसलाई चाहिँ। कस्तो छ गाइज गाउँ होइन। यहाँ माथि गएर एकछिन माथितिर चर्न गजनमा माथि गएर नि सिन देखाइदिन्छु। म चाहिँ टक्क त्यस्तै त हो अब नेपालतिर काम गर्ने गोठालो गर्ने नत्र खाना दिन्नन् घरकाले। गाह्रो छ। एउटा बुढी बेगरम भन्ने चाहिँ सोचिरहेको छु। के गर्ने, आफ्नो जिन्दगी पाल्न सके छैन, बुढी कहाँबाट लिएर पाल्ने हो त्यो पनि टेन्सन छ। टेन्सनै टेन्सन छ। त्यसैले होइन यो बक्सुदी छोडौँ भन। मैले आज चाहिँ टक्क तपाईँहरूलाई चाहिँ एउटा चाहिँ म शब्द सुनाउँछु होइन। एउटा नो ब्याकग्राउन्ड साउन्ड ट्र्याक बिना बिट बिना चाहिँ मैले तपाईँहरूलाई चाहिँ आज टक्क एउटा गीत सुनाउन गइरहेको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला कृपया होइन। म सुरु गर्छु है। आज फेरि मैले सधैँ जसो तिमीलाई सम्झिहालेँ। नसोचे हे ग्लद बेबी बुझ मेरो बाध्यतानी। कसरी भुलाउँ मनलाई खपर छैन भाग्यमानी। कसलाई सुनाऊ पीडा सुनौ दानी वाक्क लाग्ने। जीवनमा फर्स्ट टाइम विश्वास गरी माया दिँदा उपहारमा चोट किन दियो तिमीले मलाई सिधा। रङ्गी चङ्गी सपनाहरू भाताभुङ्ग तिमीले पार्यो। साँचो माया गरेका थिए तिमीले भने अन्तै बाँड्यो। आज मलाई गाह्रो भएको छ एक्लो जीवन काट्न पनि। कल्पनामा साट्न पीडा सपनामा आउँछ घरि थरी थरी आशाहरू मनभित्र दफन भएको छ। खुसी खोज्दा गर्दै आज सम्झनाले सताइरहन्छ। तडपिएको आत्मा फेरि मध्यरातमा भड्किरहेछ। हजारौँ छन् प्रश्न आज भित्रभित्रै दब्दैछ नि। टुटेको यो मन फेरि जोडिँदैन धागो कसी। यो तिमीले दिएको माया सानो मिल्छ भने फिर्ता लग वर्तमान छ भाताभुङ्ग। कति लडु पीडासँग ढुङ्गाको मन रहेछ बाध्य छु म चिन्ता गर्न। मेरो दुःख तिम्रो खुसी पाए मिल्छु अर्को जुनी माफ गर्नु मलाई तिमी बिर्सिएर अघि बढ्नु। सफलताले उचाइ नागोस् ख्याल आफ्नो गर्दै गर्नु। यो कथामा बेथा लुक्यो सधैँलाई नै सम्झना भयो। दरिलो माया टुट्यो आत्मा छ नि भट्किरहेको। सपना त्यो मध्यरातको कल्पना नि गरिरहेको। सायद गल्ती त्यो मेरो आफ्नो छैन अझै मुक्ति पाएको। हे प्यानी होइन फेरि विगतलाई सम्झिरहेको। दिएर मलाई धोका तिमी नै हो टाढा भएको। गुनासो छैन आज तिमीले छाडी गएको भनी। सुनाएको होइन फेरि मतलब पनि गर्दिनँ म। दिएको चोट ताजे अझै पनि मनभित्रै छ। सुनेको मात्र थिए आज तिमीले देखाइहाल्यो। अन्धोले आँखा देख्यो लौरो सरी मलाई फाल्यो। सहन सिक्दैछु म दुःख पीडाहरू लुकाई। बहाना कति गर्नु चाहनाले दिन्छ दुखाइ। खुसी छौ आज सानो सधैँ यस्तै बाँचिरहे। प्रगति गर्दै जानु कामना छ माथि चढे। मेरो त हाल चाल भविष्यले बताउनेछ। गर्याते साँचो माया पक्कै एक दिन सताउनेछ। केही छैन बाँकी खबर सधैँ तिमी बाँचिरहे। नखोज्नु मलाई अब मैले त मन बाँचिसकेँ। यो गाइज यो चाहिँ मैले बिचमा एक दुईवटा लाइनलाई चाहिँ तलमाथि गराएछु नि। मिस्टेक भइहाल्छ ऱ्यापर हो नि त गाइज। गोठालो हो अब गोठालाले यति चाहिँ भन्यो। अब ठिकै हो कस्तो लागेको शब्द होइन टक्क प्रतिक्रिया दिनु होला। र तपाईँको नजरमा यस्तो यो अनुहार र बिनुहारको मान्छेसँग बिहे गर्ने कोही छन् भने चाहिँ टक्क सम्पर्क नम्बर कन्ट्याक्ट गर्नु होला। ल धन्यवाद। जय नेपाल।